Hello everyone, welcome to my YouTube channel. फर्स्टमा चाहिँ हामीले सुन्तलाको बोक्रालाई सुकाएर त्यसको पेस्ट बनाउने। यसरी बनेको पेस्टमा चाहिँ हामीले आधा जति चाहिँ बेसनको पिठो एड गर्छौँ। यसरी एड गरिसकेपछि हामी त्यसलाई चाहिँ मजाले मिक्स गर्छौँ। मिक्स गरेपछि हामी त्यसमा थोरै दुध एड गर्छौँ र फेरि मिक्स गर्छौँ। मिक्स गरिसकेपछि चाहिँ यस्तो पेस्ट बन्छ र यो पेस्टलाई चाहिँ हामीले अनुहारभरि सबैतिर राम्रोसँग एप्लाई गर्नुपर्ने हुन्छ। यो चाहिँ तपाईहरूले 2 दिनको फरकमा अथवा 1 हप्ताको अन्तरमा चाहिँ लाउन सक्नुहुन्छ। लगाइसकेपछि चाहिँ हामीले 2-3 मिनेट जति चाहिँ रब गर्नुपर्ने हुन्छ। यो फेस प्याकले चाहिँ हजुरहरूको स्किन स्मुथ र साइनी बनाउनलाई हेल्प गर्दछ। यसरी लगाइसकेपछि चाहिँ हामीले 15 मिनेट जति चाहिँ रेस्टमा राख्नुपर्ने हुन्छ। फाइनली मेरो फेसमा चाहिँ यस्तो ग्लो आएको छ। केही सोध्न मन छ भने कमेन्ट गर्नुहोला। थ्याङ्क यू।